साथीहरु आज हामी चाहिँ कमल पोखरीमा घुम्न आएको हैन। यता हाम्रो फुपू दिदी अनि त्यसपछि यता नन्द हुनुहुन्छ, उता मेरो छोरो। आज चाहिँ हामीले कमल पोखरीमा के खाँदैछौँ भने साथीहरु अहिले देखाउँछौँ है एकछिनमा देखाउँछौँ है साथीहरु के हुँदैछ है यहाँनिर। नुन बिनाको छटपटे हो खाएपछि हुन्छ छटपटवाला। चटपट बनाउँदैछौँ साथीहरु। जस आज मिठो हुन्छ हामीले बनाएको चटपट। नुन नभए नि मिठो हुन्छ, खुर्सानी नभए पनि मिठो हुन्छ। हामीले मिठो मानेर खान्छौँ नि त। हेर्नु फेरि धेरै खुर्सानी हालेर अंके साथ चाहिँ है नुनले कभर गर्थ्यो के रे। धन बिनाको मन ठुलो कि नुन बिनाको चटपट ठुलो। अब के हुन्छ यहाँ साथीहरु हाम्रो चाहिँ ए कहाँ हुन्छ चिजा दिदी फेरि वहाँ उता पारि हैन र केही हुन्न दिदी जान्दै डाइगर नोट गरेर आउनु मलाई के खाम ल है साथीहरु आज हामीले मजाले इन्टरटेनमेन्ट गर्छौँ है। इन्टरटेनमेन्ट बारीमा इन्टरटेनमेन्ट मेन्टेन गर्न आएको साथीहरु हामी चाहिँ खान्छौँ भने आज चाहिँ नुन बिनाको के भन्छ रे चटपट खाएर एकदम मजाले इन्टरटेनमेन्ट गर्छौँ हामीले साथीहरु। अर्को पनि छ त चाउचाउ। ल तिमी खान्नौ? तिमी खाने भन्दाखेरि तिमी त चाउचाउ चाउचाउ रोजी रोजी खाने होला नि। अब यता खुर्सानी पिराउँछ हातमा एकछिन भाइ ए भाइ त हैन त्यही पनि चाटेर भ्याउ दिदैन। भाइले सबै जुठो हाल्दियो। हैन के नुन नुन हो र निम्किनु हो ए तिमी भाइ त। ल त्यो हाल्न देऊ त आमा। ल नै तोर 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 रस चुयो है अमिलोको रस तोर झुरै रस आयो। ए मुखै रस आयो नि त कहाँ झुरा रस आउने मुख रस आयो। ए छोरा के गरेको तिमी त है प्रभु मिठो कभर गरे मान ठकानमा बस ल है प्रभु नुन नभए पनि नुन लगाइदेऊ, खुर्सानी नभए पनि खुर्सानी लगाइदेऊ ल है प्रभु। खोइ भयो कि छोरा नगरोस् न भाइ। ल है प्रभु के अरे ब्रदर्स चटपटेको चटपट भन्दा चटपट मिठो छ प्रभु। यताबाट पोख्यो कि प्रभु यताबाट चुइयो यसो गराएर हालेर यसो गरे छिटैको मान्छे प्रभु के हुन्छ ल प्रभु। यस्तै अब हाम्रो चाहिँ सुरु हुँदैछ है प्रभु। छोरा व्हाट आर यु डुइङ? यिनलाई त यहाँ राखिदिनु त यहाँ राखिदिनु भयो यिनलाई। ल यहाँ भाइलाई यहाँ प्लास्टिक यहाँ ल यो त खानी नि यहाँ जुठो हाल्नी न देउटे बाजे हुन्छ यहाँ हाल्दिनु ल यहाँ ल बस यहाँ यता हो यता फर्क्यौ प्रभु। चाख्नुस् त कस्तो छ तपाईले बनाएको चटपट दामी छ। दुईटा सुन्ने के भन्नु सुन्ने भनेको त जिरै यसमा के कमी भयो दुईटा सुन्ने भने त एकदम ओके ओके छ ल। चटपट चाख्दैछौँ कस्तो हुन्छ है हाम्रो चटपटको टेस्ट कस्तो छ साथीहरु। ल म खाएर मात्र बताउँछु है ल। यम्मी यम्मी सब ठिक छ मात्र अलिकति नुन मात्र कमी त्यस्तो बेइज्जत नगरौँ। मन बिना के भने भोइस मन बिनाको ठन्डो कि नुन बिनाको चटपट